हेलो साथीहरू नमस्ते स्वागत छ यहाँहरूलाई मेरो नयाँ मिनी ब्लगमा। आज चाहिँ हामी ओन्याङ ओन्छन्याकबाट नजिकै रहेको एउटा ऐतिहासिक पुरानो गाउँमा आइपुगेका छौँ। अघिल्लो रात हिउँ परेको हुनाले अझै पनि हिउँका साना साना छिद्रहरू देख्न सक्नुहुन्छ। जाडो अत्याधिक भएको कारणले छतबाट चुहेको शीतका थोपाहरू पनि आइस बनेको थिए। थोरै अगाडि बढ्दै गयौँ। अगाडि बढ्ने क्रममा छेउमा पिङ खेल्ने ठाउँ रहेछ। पिङ भनेपछि मनै फुरुङ्ग भयो। साथीहरू पिङ खेल्नलाई आतुर भए। मजाले पिङको मजा लिन थाले। तर जाडो अत्याधिक भएको कारणले पिङ धेरै बेर पनि खेल्न सकिएन। त्यसपछि हामी अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा यसरी डोरी चढेर बिस्तारै खेल्ने ठाउँ रहेछ। खेली हेरौँ न भनेर खेलिहेरौँ, तर हेर्दा जति सजिलो थियो चढी हेरेपछि त्यति सजिलो रहेनछ साथीहरू। लड्ला कि जस्तो भएर हामी बिस्तारै बिस्तारै सकि नसकी अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा सानो सानो काठे पुलहरू बनाएको रहेछ। नेपाली हो, यस्तो कुराहरू देखेपछि नचढिकन जाने कुरा भएन। बिस्तारै हामी यसमा पनि चढी हेऱ्यौँ। त्यसपछि हामी बिस्तारै अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा ठुलो एउटा पुरानो ढिकी बनाएको रहेछ। ढिकी देख्ने बित्तिकै माथि चढेर साथी उफ्रिन थालिहाल्यो। साथीको उफ्राइ हेर्दाखेरि त त्यहाँ मुनि धान राख्ने हो भने साथीले अहिले नै चिउरा निकाल्ला जस्तो थियो। त्यसपछि बिस्तारै बाहिर गएर हामी गाउँको दृश्यहरू हेऱ्यौँ। आजको हाम्रो दिन यसरी नै बित्यो साथीहरू। तपाईँहरू पनि कोरियाको पुरानो जीवनशैली कस्तो छ भनेर उत्सुकता हुनुहुन्छ भने एकचोटि यो ठाउँमा अवश्य गइहेर्नुहोला। हस्त धन्यवाद। अर्को भ्लगमा भेटौँला।